नमस्कार, म चन्द्र भण्डारी। टिमाई संचारमा सम्पूर्ण दर्शकवृन्दलाई न्यानो स्वागत तथा हार्दिक हार्दिक अभिवादन छ। टिमाई संचार प्रतिभाको खोजी गर्छ, इतिहासको उत्खनन गर्छ, विभिन्न भूगोलमा भ्रमण परिभ्रमण गर्छ र तत्त स्थानका ज्ञान, प्रतिभा, सिप, साधना र अनेक विषयवस्तुलाई केन्द्रित गरेर सार्वजनिक गर्ने जमर्को गर्छ। आज यही सन्दर्भमा भोजपुरमा जन्मेर वर्तमानमा देशभरि घुमिरहने भाषा, साहित्य, संस्कृति, कला र मान्छे बीचका सम्बन्धलाई जोडेर हिँड्ने एकजना नायकलाई म तपाईँ समक्ष साक्षात्कार गराउँछु। धेरैलाई जानकारी छ, पञ्चायती कालखण्डमा छोरीको यो जुनीलाई भन्ने गीत लगायतका दर्जनौं गीतका गीतकार र सङ्गीतकार हिमालधन राई आज हामीसँग हुनुहुन्छ। अब म उहाँसँग संक्षिप्त कुराकानी गर्छु। हिमालधन राईजी, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। सन्चै हुनुहुन्छ? म आराम छु। आराम हुनुहुन्छ? म बिमारी हुने मान्छे। मैले तपाईँको संक्षिप्त परिचय गरेँ। तपाईँ एउटा गीतकार, तपाईँ एउटा सङ्गीतकार, भोजपुरमा जन्मिनु भयो हो नि यो कुरा? हो। तपाईँको जन्म कहिले हो? मेरो 2011 साल। 2011 सालमा छ मेरो नागरिकतामा चाहिन्छ। हजुर। तपाईँले सानामा कहाँ पढ्नु भयो? मैले त गाउँमै र सुरुमा त बुवा पिताजीबाट नै मैले कख सुरु गरेको हो। त्यसपछि बुवाहरूले नै खोलेको स्कुलमा प्राविसम्म, त्यसपछि भोजपुर सदरमुकाम विद्योदयमा, त्यसपछि ब्याचलर बिए भोजपुर क्याम्पसमा, अनि त्यसपछि किर्तिपुरमा इतिहास र दर्शन शास्त्रमा पढे, दुई विषयमा। इतिहास र दर्शन शास्त्रको तपाईँ स्नातकोत्तर हुनुहुन्छ? अहिले पनि अब दर्शन शास्त्रमा त म पिजिडी भन्छ, त्यो प्री स्टडी भन्छ, 1 वर्ष कोर्स हुन्छ, त्यो फिलोसफी त्यो पढेँ। अनि म अहिले स्थलगत यो समाजशास्त्र र संस्कृतिको अध्ययन गर्छु। संस्कृति अनि लेख्ने पनि किताबहरू लेखिरहेको छु। अनि जिन्दगीमा त्यत्रो पढ्नुभयो, जागिर खाइयो कि खाइएन? जागिर त अब पञ्चायत र राजसत्ताको विरुद्धमा काम गर्नु नै जागिर हो मेरो। त्यो भन्दा अरू भयो। स्वयंसेवा भयो, अनि सङ्गठित रूपबाट स्वयंसेवा गरियो। अनि तपाईँले भनेको गीतहरू कम्पोज गरियो, चेतनामूलक गीतहरू पेन नेम रूपन राईमा गरियो। अब जेल बस्दै त्यही हो जागिर, जेलमै जागिर। अब 6-7 चोटि जेलमा बसियो। सुरुको जेल कहाँ बस्नु भयो? सुरुको जेल भोजपुरमै हो। अब म त यो 62-60 को त्यो कति अब 36 घण्टा जति बसियो यहाँ प्रदर्शन मार्ग पुलिस क्लबमा, 62-63 सालको आन्दोलनमा। त्यसपछि अहिलेसम्म पक्राउ जेल बस्न परेको छैन। भने तपाईँ अहिले पनि मेची महाकाली कुद्दै हुन्छ, पहाड मधेस हिमाल तराई कुद्दै हुनुहुन्छ? यो दुईटा उद्देश्य छ। अघि तपाईँले भने जस्तै हो, एउटा त म अध्ययनको सिलसिलामा समाजशास्त्र र संस्कृतिको फिल्ड, मतलब स्थलगत अध्ययन गर्छु, टिपोट गर्छु र किताबहरू तयार गर्छु। अनि अर्को चाहिँ अब पुराना मित्रहरू, किसानहरू, लडाका चाहिँ नि कम्युनिस्ट आन्दोलनका, काङ्ग्रेस आन्दोलनका लडाका मित्रहरूलाई भेट्छु। हिजो पनि मैले बेलुकी मेरो काकाको छोरो डाक्टरसँग प्रकाश नेपाललाई भेट्न गएँ। बिमारी हुनुहुँदो रहेछ, अनि उहाँ अलिक निको हुनुहुँदो रहेछ। अहिलेको आन्दोलनमा जो नेताहरूले गरेको क्रियाकलापबाट चित्त नबुझेको भन्ने कुरो उहाँले गर्नुभयो। अनि त्यस्तै साथीहरूलाई तपाईँ खोज्दै हुनुहुन्छ। अलिकति चर्चा गरौँ न, यो गीतकै कुराकानी गरौँ। नेपाल र खास गरी भारतीय भूगोलमा एकताका तपाईँको गीतले छोरीको यो जुनीलाई हेला गर्ने हिँड्नेलाई आफ्नो शक्ति देखाउँछौ अब तिमीलाई। भने यस्तो गीतहरू तपाईँले रचना गर्नुभयो। जम्मा जम्मी यस्ता जागरण गीतहरू, मानिसहरूलाई जगाएर हिँड्ने गीतहरू
कति संख्या होला तपाईको? धेर छैन, अब 3-4 दर्जन छन्। 3-4 दर्जन। तर अब 1 दर्जन जति बेपत्ता हराएछ भूमिगतकालमै, खोजे भेटिन। अनि अहिले भेटे जतिको चाहिँ पोहोर साल प्रतिध्वनित आवाजहरू भनेर गीत सङ्ग्रह निकालेको छु। मैले धेरैलाई यो गीत सङ्ग्रहको नाम के दिँदा राम्रो हुन्छ भनेर सोधेँ। धेरै गीतकार सङ्गीतकारलाई नि 6-7 वटा नाम आयो। मैले तपाईँले नै दिएको नाम प्रतिध्वनित आवाजहरू राख्नुहोस् भने त्यही राखेको। मलाई पनि धन्यवाद छ। तपाईँलाई धेरै धन्यवाद। तपाईँले नाम जुराएको नै त निवारण गरेर राखेर जनसमूहको बजार कस्तो रहेछ अहिले? गीतको बजार कस्तो रहेछ? यो पनि अब ठिक प्रश्न गर्नु। मैले 2 वर्ष जति नेपालको फिल्म, गीत सङ्गीत, ओपेरा, नाटक आदिको स्थलगत अध्ययन गरेँ। तर सबै त्यो हेरे दुःखद पक्ष मात्रै मैले भेटेँ, तथ्यगत है। अब त्यो भनि नसक्नु छ। अब हाम्रो फाँटको जो प्रगतिवादी, यथार्थवादी, जीवनवादी, प्रेमवादी भनिने पनि अलिकति उग्र, अलिक नमिठो शब्दहरू के ठोक्ने सक्ने यस्तो खालको प्रयोग गरिएको। त्यो पनि के अरे अब गीत सङ्गीत क्षेत्रमा अपाच्य नै लाग्यो। त्यो पनि सुधार हुनु पर्यो यो हाम्रो फाँटको। उतापट्टि हामीभन्दा भिन्न फाँटमा त प्रशस्त कलाकारहरू छन्। सङ्गीत लगाउन र स्वरमा असाध्यै राम्रा राम्रा कलाकारहरू रहेछन् त्यहाँ। त्यो फाँटलाई चाहिँ मैले लफङ्गा फाँट भनेर नाम लगाएँ। किनभनेदेखि प्रेमको नाममा छाडा शब्द लगाएर गीत बनाउँछन्। अब प्रेमको नाममा फिल्महरू, ओपेरा, नाटकहरू सबै छाडा, अश्लील, जीवन विरोधी, प्रेम विरोधी। अनि उनीहरूले मैले चाहिँ उनीहरू रिसाए पनि यो लफङ्गा फाँट हो भनेर मैले धेरै ठाउँमा घोषणा गरेँ। उहाँहरू रिसाएको छ, तर रिसाउनु हुँदैन। त हाम्रो फाँटको चाहिँ अपाच्य जनमानसले सजिलै ग्रहण गर्न नसक्ने शब्द शैली रहेछ। त्यो पनि त्यो उग्र अपाच्य कुरा पनि यो गीत सङ्गीत कला होइन भन्ने मेरो ठहर भयो 2 वर्षको अध्ययनमा। त्यही कारण सुधार हुनुपर्छ। दुवै फाँटको सुधार हुनु पर्यो। अब प्रेमको नाममा भद्दा, अश्लील, प्रेम विरोधी हुनु भएन है। अब यो दुःखद पक्ष छ। र मेरो चाहिँ के छ भने कलामा हाम्रो फाँटको प्रगतिवादी, यथार्थवादी, जीवनवादी हरूले पनि सही ढङ्गले यो कला क्षेत्रमा काम गर्न सकिरहेको छैनौँ। उता लफङ्गा फाँटमा पनि काम त भयो, तर यो सिङ्गो समाजलाई स्खलन गराउनमा मद्दत पुर्याउने कलाकृति मात्रै नेपाली समाजमा आएछ। त्यो टेबुलेसन भएछ। जसरी यो समाजलाई विकृतिमूलक एउटा चाहिँ स्खलनमा लगो नेता खलकले, कथित कम्युनिस्ट नेताले, कथित काङ्ग्रेस नेताले, त्यसरी नै चाहिँ कथित कलाकारहरूले पनि, हाम्रा कलाकारहरूले पनि यो नेपाली समाजलाई विकृतिमूलक सोचाइ, गतिविधि र स्खलनमा पुर्याउनको निम्ति मद्दत पुर्याइरहेको रहेछ। मैले यही के अरे पाएँ। मैले 2 वर्ष चाहिँ स्थलगत जो अध्ययन गरेँ, जस्तो गीतको भिजुअल बनाउँछन्, गीतको के अरे गेडो लिरिक्स एकातिर छ, उनीहरूको दृश्य चाहिँ जो छ बनाउने अर्कोतिर हुन्छ के। लिरिक्स अन्तर्गत शब्द अन्तर्गतको छायाङ्कन हुँदो रहेनछ। अब खालि उनीहरूको चाहिँ धेरै जसो के छ, अब उनीहरूको अभिनय भनेदेखि केटाकेटी अँगालो मार्ने, अनि केटीलाई केटाले उचाल्ने, चौरीमा घुम्ने, फेरि घुमाउने, अनि अब हातमा समातेर अलिअलि कुद्ने, बस्ने। अब यति समग्रमा यति मात्रै हुँदो रहेछ उहाँहरूको। त्यो गीतको गेडोले, लिरिक्सले के बोलिरहेको छ,
अभिनयमा त्यो देखाउने उनीहरू प्रयत्न हुँदो रहेछ। त्यही कारण निर्देशकहरू अध्ययन गर्दो रहेनछन्। त्यो अध्ययन नगरेको कारणले नै के हो भन्दाखेरि हाम्रो फिल्म जगत अब गिरेको अवस्थामा छ। कसैले फुर्ती नगरे हुन्छ। यो अहिलेसम्म देखिएको डाइरेक्टरहरू डाइरेक्टरै होइन, किनभने मैले धेरैजना डाइरेक्टर भन्नेसँग मैले भेटेँ, सत्यजित रेको नाम नसुनेको पाएँ, 2 जनाले चाहिँ सुनेको छु दाइ भने। ल हेर्नुहोस्, त्यस्तो भेट्रेन अब बङ्गाली डिरेक्टर, संसार थर्काउने डिरेक्टरको नामै नसुनेको यो देशमा फिल्मको अब भिडियो मेकरको आदि इत्यादिको चाहिँ निर्देशक भएर हिँडेको छ, अध्ययन छैन। मलाई त के लाग्छ भने यो सामान्य इतिहासहरू, समाजशास्त्र, के अरे संस्कृति, यो चाहिँ विज्ञान विषयभन्दा कला संस्कृति अध्ययन गर्नु धेरै के अरे कठिन छ। म त के भन्छु भने फर्स्ट क्लास विशिष्ट दिमागले मात्रै अध्ययन गर्न सक्छ भन्ने मलाई लाग्छ। अब जस्तो तपाईले त्यो जमानामा गीत लेखेर मानिसहरूलाई जगाउनु भयो हैन, परिवर्तनको निमित्त, सामाजिक परिवर्तनको निमित्त तपाईले जगाउनु भयो। अब अहिले चाहिँ लेख्ने क्रम के छ तपाईको? अहिले पनि अब यो दुखी मानिसहरूको दुःख देख्दा लेख्ने गर्छु कहिलेकाहीँ। म खास कवि गीतकार होइन। मलाई त कहिलेकाहीँ भावनामा विचरण गर्दा देखेको कुरोलाई शब्दमा लेखिहाल्ने। जस्तो मैले बनाएको छु यो भुटाने शरणार्थीको दुःख हेरेर मैले बनाएँ र अब ठिक्क छ। अब त्यसलाई अलिकति बाजा गाजा मिलाएर जनसमक्ष ल्याउने विचार छ, भिजुअल बनाएर। अनि त्यो भुटानबाट हिँडेपछि उनीहरू के भयो, उनीहरूको दुःख त्यो अभिव्यक्त गरेको गीत हालै बनाएको छु। अब हाम्रो आवाज, हाम्रो आँसु कसैले सुनेन आवाज भन्नेमा छ र हाम्रो अहिले मुटु सबै टुक्रियो। अब संसारभरि छरियो, त्यो मुटु नजोडिने भयो। हामी एकदम के अरे त्यो साम्ची आदि आदि गाउँ वन जङ्गलमा अझै पनि हामी सपनामा घुम्छौँ। हाम्रो मन त्यहाँ टाँसिएकै छ, जोडिएकै छ भन्ने कुराहरू राखेर गीत तयार हुँदैछ। जे होस्, तपाईँ निरन्तर लेखिरहनु भएको छ, सङ्गीत गर्दै हुनुहुन्छ र जनतालाई जगाउने काममा सक्रिय हुनुहुन्छ। म अब होइन, यो अब अगमसिंह गिरीहरू जस्तो अब लेखिरहने त्यस्तो कवि होइन। म चाहिँ कस्तो भन्दाखेरि यसो देखेको कुरोमा कहिलेकाहीँ यसो बसेर लेखी टोपल्ने हो। तपाईँले जो गीतकार सङ्गीतकार त होइन, म त्यो सङ्गीतको मलाई सधैँ थाहा हुँदैन। मतलब के भन्दा यो प्रेमी चाहिँ हो, तपाईँहरूले मलाई भन्दा प्रेमी है। यो हिमालधन सङ्गीतको कलाको कलाकारहरूलाई माया गर्ने, पर्दा उसले रगतै दिन सक्ने खालको चाहिँ भन्दा सुहाउँछ। कलाकार एकदम एउटा समय थियो जुन बेला गीत सङ्गीतका बारेमा नेपालमा त्यत्रा विद्यालय थिएनन्, सङ्गीत कक्षाहरू सञ्चालन हुँदैन थिए। स्वतस्फूर्तबाट तपाईँ हामी गाउँमा थियौँ र प्राकृतिक सङ्गीतकारको भूमिकामा बसेर गाउने बजाउने र मान्छेलाई जगाउने काममा करोड करोड मान्छेलाई त हामीले प्रभावित त गरेका हुन् नि। कोही नकारात्मक रूपमा उभियो होला, धेरै मान्छे त सकारात्मक रूपमा उभिए। यो अब रामेश दाईहरू, मन्जुल दाईहरू, अनि हाम्रा साथी के अरे तमोडजीहरू, तपाईँ चन्द्र भण्डारीहरू, यी तमामको के अरे गीत स्वर आवाजले सामन्त बादको जरा हल्लाउने काम, उखेल्ने काममा ठुलो मद्दत पुगेको छ नेपाली जनतालाई। यो सत्य कुरा हो, इतिहासकारहरूले लेख्नुपर्छ। यो हाम्रा कथित नेताहरूको ठुटे भाषणले मात्रै काम गरेको होइन, मूल चुरोमा समातेर के भएको छ, के हुनुपर्छ भने अभिव्यक्त दिने त नेपालको प्रगतिवादी, प्रगतिशील, जीवनमुखी, प्रेमवादी, यथार्थवादी कलाकारहरूको ठुलो हात छ। खैर, यो हात कहिले नभाँचियोस्, यो चेतना कहिले नमरोस् हैन। आगामी दिनमा पनि यहाँका गीत सङ्गीतहरूबाट मानिसहरू प्रभावित हुन सकुन् र समाजलाई बदल्नका निमित्त तपाईँको भूमिका अग्रभागमा उभिन सकोस्। तपाईँलाई यही शुभेच्छा दिन आज हाम्रो संक्षिप्त
भेटघाट भयो होइन? तिमीलाई पनि धन्यवाद, तपाईँलाई पनि धन्यवाद। हजुर अब अहिलेको अवस्थामा तपाईँ के अरे लेखकहरूले, गायकहरूले, सङ्गीतकारहरूले, कविहरूले नयाँ ढङ्गले यो नयाँ संविधान लागू भएपछिको 62 पछिको अबको दिनमा नयाँ ढङ्गको गीत सङ्गीतहरू तयार गर्नुपर्छ, फिल्महरू तयार गर्नुपर्छ, अब अपेराहरू तयार गर्नुपर्छ भन्ने मेरो जिकर छ है। जिकार छ। ल धेरै धेरै धन्यवाद छ, समय दिनुभयो, हस्, ल, टाढाबाट आइदिनु भयो र समय दिनुभयो हस्, होइन? धन्यवाद। तपाईँका सारा अभियानहरू सफल रहन्। हस्, आजको दिनमा धन्यवाद। हामी यही शुभेच्छा धन्यवाद, धन्यवाद छ। धन्यवाद। त दर्शकवृन्द, यहाँ हुनुहुन्थ्यो हिमालधन राई। रूपन राईका नामबाट उहाँ गीत सङ्गीत र सृजनामा लाग्ने एकजना अथक योद्धासँग आज मैले तपाईँलाई साक्षात्कार गराएँ। कस्तो लाग्यो आजको कार्यक्रम? जस्तो लाग्छ आफ्ना प्रतिक्रियाहरू लेख्न भुल्नुहुने छैन, सब्सक्राइब समेत गरिदिनुहुनेछ भन्ने अपेक्षाका साथ आजको यो संक्षिप्त बसाइबाट रूपन राई अर्थात् हिमालधन राई सँगसँगै म चन्द्र भण्डारी पनि आज्ञा माग्छु। नमस्कार, धन्यवाद।